नमस्ते, यहाँहरूलाई प्राउड नेपालमा धेरै धेरै स्वागत छ। सधैँ हामी ल्यापटप, डेस्कटप, प्रिन्टर, प्रोजेक्टर जस्तै विभिन्न इक्विपमेन्टहरूको प्रमोसन गरिरहेका थियौँ भने आज हामी लिएर आयौँ तपाईँको लागि सर्भर। यदि तपाईँ मल्टिनेसनल कम्पनी चलाउँदै हुनुहुन्छ, कुनै पनि नेसनलमा कन्सल्टेन्सी स्कुल र कलेज ट्रेनिङ इन्स्टिट्युट जस्तो कुनै पनि संस्था चलाउँदै हुनुहुन्छ भने अब तपाईँको लागि आयो सर्भर। यो हो सर्भर भर्जन 4 को जीओनको प्रोसेस लागेछ। यो सर्भरको बारेमा मोटामोटी कुरा गर्दै गर्दा यो एकवटा सर्भरले तपाईको 40 ओभर पीसी इन वान टाइम सञ्चालन गर्न सक्छ। हिजो 20 लाख रुपैयाँ, 15 लाख रुपैयाँ 15वटा पीसी, 10वटा पीसी पर्चेस गरेर तपाईँ खर्च गर्नुहुँदैन। अब तपाईँको बजेट मिनिमाइज गर्ने समय आयो यो सर्भरबाट। तपाईँ देख्दै हुनुहुन्छ कुन कुन तपाईको स्टाफले, इम्प्लोइले या कुन कुन स्टुडेन्टले के काम गरिरहेको छन् तपाईले यहाँदेखि मोनिटरिङ गर्नुहुन्छ। यो मास्टर पीसी विथ मास्टर मोनिटर। अहिले यसमा रहेको र्यामको बारेमा कुरा गर्दै गर्दा 64 जिबी र्याम इन्स्टल गरेको छ भने 1 टेराबाइट एनभीएमई एसएसडी इन्स्टल गरेको छ। सँगसँगै जीओनको भर्जन 4 को प्रोसेसर छ र यो एटीएक्स मदरबोर्ड भएको कारणले गर्दाखेरि तपाईको पीसी यदि अरु धेरै मोनिटरहरू अपरेट गर्न पर्ने छ भने दुईवटा प्रोसेसर लगाउने स्पेस पनि छ। अहिले हामी एकवटा प्रोसेसरबाट सञ्चालन गरेका छौं। 4 जिबी ग्राफिक भएको यो सर्भरले तपाईले सम्पूर्ण कामहरू, अफिससँग रिलेटेड कामहरू, कन्सल्ट कुनै पनि अफिसियल होम युजका कामहरू र वर्ड, एक्सेल, पावर पोइन्ट जस्तो कुनै पनि कामहरू तपाईले मज्जाले गर्न सक्नुभयो। अब रहेको कुरो, यदि तपाईहरु कलेज सञ्चालन गर्नु हुँदैछ, बीएससी आईटी, सीएसआईटी, बीसीए र बीएससी होन्स जस्तो सब्जेक्टहरू पढाउनका लागि जीपीयू म्यान्डेटरी हुन्छ नि। त्यस्तो अवस्थाको लागि के गर्ने भन्नुहुन्छ भने अलिकति यहाँ हामीसँग जीपीयू स्लट पनि 4वटा स्लट भएको मदरबोर्ड भएको कारणले गर्दाखेरि जीपीयू एड गर्नुस् अनि मज्जाले तपाईको टिमले ग्राफिक डिजाइनिङको कामहरू र हाई एन्डको टास्कहरू पनि गर्न सक्नुभयो। अब एकपटक सानो डेमो देखाउँ कि यो कसरी चल्छ। त्यही नै सर्भर थियो जुन सर्भरले यो यति पीसी हामीले हल्का डेमोन्स्ट्रेसनको लागि चलाएको छौँ। यहाँदेखि वहाँसम्म तपाईले 40 देखि 50 वटा, यो जरुरी छैन कि एउटै टेबलमा हुनुपर्छ भन्ने कुरो। तपाईसँग फर्स्ट फ्लोर छ, सेकेन्ड फ्लोर छ, थर्ड फ्लोर छ, ग्राउन्ड फ्लोर छ, पार्किङ छ, व्हेरेभर यु वान्ट टु किप, तपाईले जम्मा एउटा डिभाइस जसलाई हामीले जिरो क्लाइन्ट भनेर बुझ्ने गर्छौं, यो एउटा सानो डिभाइस जसमा भिजिए र एचडीएमआई पोर्ट रहेको छ, जुनै पनि मोनिटरसँग कम्प्याटिबल हुन सक्ने भएको कारणले गर्दाखेरि यो डिभाइसबाट तपाईले मोनिटरमा ट्याक्क यहाँ लगाइदिनुस् अनि सर्भरबाट लिनुस्। यो डिभाइसले तपाईको सर्भरलाई रिपोर्ट गर्नेछ र तपाईले यहाँ गराएको सम्पूर्ण कामहरू सर्भरमा रेकर्डिङ हुनेछ। तपाई नेपालको कुनै पनि जिल्लामा हुनुहुन्छ, प्राउड नेपाल आईटी सप्लायर त्यही जिल्लामा उपस्थित छ। हामीले हिजो पीसीहरूलाई इन्डिभिजुअल पीसी युज गर्दै गर्दा अपरेटिङ कस्ट एकदमै हाई आएको थियो। अब पालो आयो अपरेटिङ कस्ट बचाउनको लागि तपाईले यो कुनै पनि अनलेस मोनिटर ड्यामेज फिजिकली फुटेन भने तपाईको कुनै पनि पीसी को रिपेयरिङ गर्नु, सम्पूर्ण र्याम उसमा इन्स्टल गरिएको छ, एसएसडी उही इन्स्टल गरिएको छ, ग्राफिक उही इन्स्टल गरिएको छ। एकवटा डिभाइसले सम्पूर्ण डिभाइसलाई मोनिटरिङ गरेको कारणले गर्दाखेरि अपरेटिङ कस्ट इज भेरी लो। अब ढिला नगरी प्राउड नेपाललाई सम्पर्क गर्नुहोस्, सर्भर इन्स्टल गरेर आफ्नो एकदमै लेटेस्ट प्रविधिसँग निरन्तरता दिनुहोस्। धन्यवाद। Thank you for watching.